सिमरामा एयरपोर्ट जस्तो संवेदनशील क्षेत्रमा तोडफोड भयो। एयरपोर्ट बन्द हुँदा कतिजना बिरामीहरू उपचारका लागि आउन छुट्यो होला, कतिजनाको विदेश फ्लाइट छुट्यो होला, कतिजनाको अत्यन्तै जरुरी काम छुट्यो होला। किन यी विषयहरू राष्ट्रिय मिडियाका हेडलाइन बनेनन्? एमालेले बुझ्न पर्ने चौथो भिडियो लिएर आएको छु, सेयर गर्नुहोला। शङ्कर पोखरेल र महेश बस्नेत जाने एमालेको कार्यक्रम पूर्व निर्धारित थियो। जेन्जीका नाममा एमाले नेताहरू आउने समय र बाटो पारेर एमालेका विरुद्ध नाराबाजी गर्ने कार्यक्रम निषेधकै नेतले आयोजना भएको थियो भन्ने बुझ्न धेरै गाह्रो छैन। आफूले आयोजना गरेको महत्त्वपूर्ण कार्यक्रम भाड्ने नियतले अर्कोले गतिविधि गरिरहेको छ र सरकारका निकायले पनि त्यसमा इन्जोय गरिरहेका छन् भने त्यस्तो अवस्थामा एमाले आक्रोशित हुने कुरा स्वाभाविक हो। एमालेको ठाउँमा जो भए पनि त्यो बेला सहेर बस्दैनन्। विवादको बीचमा आयोजकहरूले हातपात गरे, कुनै हतियार प्रयोग गरेको होइन, ढुङ्गामुढा गरेको होइन, हातपात गरेको हो। कसैमाथि पनि हातपात हुनु गलत हो, तर आफूले कसैले हातपात गर्यो भनेर निहत्था प्रहरीमाथि इँटा र ढुङ्गा बर्स्यो। तर कतिजना प्रहरी घाइते भए भन्ने कुरा मिडियाको हेडलाइन बनेन। एमालेको कार्यक्रम भाड्न खोज्नेलाई झापड हान्ने मान्छे त समातिए, तर प्रहरीलाई इँटा र ढुङ्गा हान्नेहरू चाहिँ खुल्याम हिँड्न पाउने हो? प्रहरीलाई चाहिँ न्याय चाहिँदैन? हाम्रो समाज र यसको मनोविज्ञान बुझेको भरमा ठोकुवा गरेर भन्न सकिन्छ त्यो घटनामा जेन्जी भनिए पनि एमाले बाहेकका दलमा आस्थावान मान्छेहरूको ठुलो हिस्सा छ। जेन्जीको नाम लिँदै आफ्नो दलीय स्वार्थ पुरा गर्न एमालेलाई निषेध गर्दै जाने हो भने एकातिर एउटा सिङ्गो पुस्ता बदनाम त हुन्छ नै, हाम्रो समाजमा द्वन्द्व पनि थामी नसक्नु वृद्धि हुन्छ। उदाहरणका लागि भोलि गगन थापाको कार्यक्रम भाड्न एमाले र नेकपाका मान्छेहरू जेन्जी भन्दै गयो भने के हुन्छ? प्रचण्ड जाने कार्यक्रममा एमाले र काङ्ग्रेसका मान्छेहरू जेन्जी भन्दै अवरोध गर्न गयो भने के हुन्छ? त्यसमाथि निर्वाचन घोषणा भएको समय जति बेला एकअर्काप्रति प्रतिस्पर्धाको भाव हुन्छ, त्यो बेला यस्ता गतिविधिहरूलाई राज्यले नियन्त्रण गर्न नसक्ने हो भने यो समाजको शान्ति कहाँ पुग्छ?